नमस्कार साथीहरू, म चाहिँ आज बुर्तुक हेलिप्याड गान्तोकमा छु र आज चाहिँ MI 172 हेलिकप्टरको जोय राइड गर्न लागिरहेको छु र यसमा चाहिँ तपाईहरुलाई सबैभन्दा खुसीको कुरा चाहिँ एउटा मैले साझा गर्न लागिरहेको छु, जो चाहिँ गान्तोकदेखि बागडोग्रा जान चाहने प्यासेन्जरहरूको लागि चाहिँ STDC ले यो हेली सर्भिसको चार्ज चाहिँ घटाएर 4500 बाट घटाएर 3100 मात्र गरेको छ, जुन चाहिँ आउँदो 1 तारिक डिसेम्बरदेखि चाहिँ लागू हुनेछ र अब उसो तपाईहरु बागडोग्रा 3100 रुपैयाँमा जानु सक्नुहुनेछ। तर 7 किलोसम्म ब्यागेज अर्थात सामान पनि तपाईहरुले फ्रीमा लान सक्नुहुनेछ। तर 7 किलो भन्दा बेसी 7 किलोदेखि 15 किलोसम्म सामान लान सकिनेछ, जसमा चाहिँ 7 किलोदेखि एबभ चाहिँ तपाईले 50 रुपैयाँ पर केजीको हिसाबले तिर्नुपर्नेछ र 15 केजीदेखि माथि हो भने चाहिँ फेरि पर केजी 500 लाग्ने गरेको छ। तर यो चाहिँ ह्यान्ड क्यारीको लागि मात्रै भएकोले गर्दाखेरि 15 केजीको सायदै हुँदैन र 7 केजीसम्मको सामान चाहिँ फ्रीमा तपाईहरुले पाउनुहुनेछ। र अब उसो कुनै पनि आपतकालीन अवस्थामा मात्र नभएर तपाईले रुटिन वकको लागि पनि सिलगढी जानु पर्यो भने धेरै लामो जाममा बस्नुभन्दा तपाईहरुले यो हेली सर्भिस उपयोग गर्नुभयो भने एकदमै सुविधा हुने रहेछ र 3100 मा मात्रै बागडोग्रा जान र 3100 मा बागडोग्राबाट गान्तोक आउन सकिने छ र छोटो समय पनि लाग्नेछ। र यहाँ बुर्तुक हेलिप्याडदेखि खाली 50 रुपैयाँमा मात्र फेरि गान्तोक सिटी तपाईले ट्याक्सीमा पुग्न सक्नुहुनेछ। भनेपछि तपाईले 3150 रुपैयाँमा तपाई गान्तोक बागडोग्रा गर्न सक्नुहुनेछ र जोय राइडको तपाईहरुलाई यो अन्य डिटेल देखाउँछु, हेरिराख्नु होला अन्तसम्म। यो चाहिँ छ MI 172 हेलिकप्टर र यो चाहिँ स्काई वान एयरवेजले सञ्चालन गर्ने हेलिकप्टर हो र आज चाहिँ म यसको जोय राइड गरेर देखाउने छु। र अब चाहिँ म हेलिकप्टरमा चढ्न लागेको र आज चाहिँ यो गान्तोककै इन एराउन्ड जोय राइड हुनेछ र तेजपाल प्रधान मेरो अगाडि हुनुहुन्छ। Good afternoon. राइडमा चाहिँ मेरो अल टाइम फेभरेट हिरो दाजु तेजपाल दाजु पनि हुनुहुन्छ र हामी दुईजनाले टुगेदर आज जोय राइड गऱ्यौँ। इन्जोय होला। राइड चाहिँ सकिसकेको छ।
तपाईँहरूलाई इन्फर्मेसन यो 20 मिनट्सको जोय राइड हुन्छ यो गान्तोक इन एराउन्ड देखाउने र मैले चाहिँ आज चाहिँ विशेष गरेर गान्तोकदेखि बागडोग्राको लागि चाहिँ विशेष मैले यो कुरा भनिरहेको छु। गान्तोकदेखि बागडोग्रा जान चाहनेको लागि चाहिँ 35 मिनट्सको फ्लाइट हुन्छ 3100मा अनि यसमा तपाईँको गान्तोकदेखि यहाँनिर हेलिप्याडसम्म आउनु चाहिँ 50 रुपिस ट्याक्सीले लिन्छ। त्यसो गर्दा 3150 रुपिसमा तपाईँहरू बागडोग्रा जानु सक्नुहुन्छ। बागडोग्राबाट गान्तोक पनि आउनु सक्नुहुन्छ र एक्ज्याक्ट प्राइस चाहिँ हो तपाईँको 3100 पर हेड। तपाईँले है ट्याक्सी रिजर्भ गरेर चाहिँ 400 लाग्छ, तर पर हेड बेसिसमा पनि आउनु सक्छ। उहाँले भनेको चाहिँ 50 रुपिस, तर ट्याक्सी रिजर्भ गरेर आयो भने चाहिँ 400 रुपिस लाग्छ गान्तोकदेखि बागडोग्रा एयरपोर्ट। र जोय राइड सकिसकेको छ र म चाहिँ हेलिप्याडमा आइसकेको छु र यो 20 मिनट्सको जोय राइड हो। एकदमै राम्रो भयो र मसित चाहिँ एसटिटिसीका चेयरम्यान युकेन्द्र साइली सर पनि हुनुहुन्छ र उहाँले पनि आज हामीसँगै जोय राइड गर्नुभएको थियो। तपाईँलाई कस्तो लाग्यो जोय राइड? एकदम मजा आयो। तपाईँहरूलाई मलाई भन्दा पनि तपाईँहरूलाई कस्तो लाग्यो? एकदम दामी। एन्ड आई होप द पिपल अफ सिक्किम विल अल्सो इन्जोय एन्ड टुरिस्ट पनि देखि नै आएर चढोस्, उहाँहरूले अलिक पब्लिसिटी गरिदिनुहोस् जस्तो लाग्यो। यो चाहिँ थियो MI 172 हेलिकप्टरको जोय राइड। थ्याङ्क यू। एकदमै रमाइलो भयो, मजा लाग्यो र यसमा मसित हुनुहुन्छ सधैँ अलवेज ह्यान्डसम मेरो दाजु, तर यहाँनिर तपाईँको एसटिडिसीको एसिस्टेन्ट जेनरल म्यानेजर हुनुहुन्छ तेजपाल प्रधान र आज तपाईँ पनि मसित हुनुहुन्थ्यो र अरूलाई पनि भन्नुहोस् कस्तो लाग्यो तपाईँले? अब मलाई त भाइसँग बसेर आज बहुत रमाइलो लाग्यो। हाम्रो पोएट भाइ, हाम्रो इन्टरप्राइजिङ मिडिया भाइ है, आई एम भेरी फन्ड अफ यु एन्ड टुडे यु लुकिङ लाइक अ बब मार्ली। बब माइला, नट बब मार्ली, राष्ट्र फिरा। थ्याङ्क यू फर द फुटेज ब्रदर, विल मिट अप अगेन। Sure. मैं खिला